रिएक्सन फ्रम गर्ल्स ओहो अरू लोला हाने त हुन्थ्यो के पानीवाला लोला हानिदिने यार केटा हो सब्स्क्राइब हान्दिने यो सरोज पन्थी भ्लगमा छैन के सरोजपन्थी भ्लग छ गरेर सब्सक्राइब हानिदियो है देखो वो आ गया चुदने कम चिल्लाना चाहता है मैं बस्ती का हस्ती मैं मालूम का किधर से आता पीछा हूँ बेबी मैं तुम लोगों को अच्छा सिखा रहा है भाई आने दो बेटी ये लंड का बाल मेरे सामने बन रहा ब्रेजी मैं बस्ती का हस्ती ब्रो आ गए ले भाई लोग अभी गलती लो मैंने बॉम्बे में बचा एक बच्ची को इधर फायर हो गई देख गलती ब्रो सो योर्स अप गाइज वेलकम ब्याक टु माई च्यानल सौजन्ती ब्लग्स र आज हाम्रो ब्लगको सुरुवात सेम इन्टेन्सिटी र सेम पावरका साथ सुरु गर्न गइरहेका छौँ यो चाहिँ नयाँ एकछिन क्यामेरामा हान्ने टक्क यो रिङले लगायो भने फेरि क्यामेरा फुट्छ भने डर पर्छ त्यही भएर त्यसरी हान्नुपर्छ होइन र आज रहेको छ तराई होली हिजो चाहिँ पहाड होली थियो र आज चाहिँ हाम्रो बुढल तराईमा पर्छ नि त बुढो तराईमा पर्छ त्यही भएर आज चाहिँ तराई होली रहेको छ र अहिले कति 12 बज्यो क्या 12 बज्यो म बल्ल हिजोको भ्लग एडिट गर्न बल्ल रुमबाट खानसाना खाएर बाहिर निस्केको होइन अर्को घर जाने हो किनकि हामी हिजो घुम्नु गएको त्यसले चाहिँ मलाई मेसेज गरेर मलाई बोलाएनस् गरे कि कसरी बोलाउने रहेछ र होइन पहिला त आफ्नो कामले गएकोमा भइरहेको त्यही पनि अब भन्छन् केटाहरूले के भन्ने त्यही भएर आज त्यसलाई नि बोलाइयो अनि रोशन नि आउँछु जो भनेका छन् र पूजन र उसैलाई धोका दिए होइन हामीसँग नआएर अरू पनि सिधै जानु लाखन् ठिकै छ नआएर केटा पछि अब सबै कुकुरको त दिन आउँछ हामी त साथीहरू हो होस् गर भ्लगमै भनिदिरहेको मैले होइन गाइजहरू पछि चाहिँ हाम्रो च्यानललाई इग्नोर हान्ने अहिले तिनीहरूले हामीलाई इग्नोर हाने पनि पछि हाम्रो च्यानललाई इग्नोर हानिन्छ होइन त्यही भएर गाइस अब चाहिँ हामी हाम्रो सिधै मोटो ब्लगको सेटमा भेटुन्छौँ है त सो गाइजहरू फाइनल्ली हामीहरू हाम्रो मोटो ब्लगको सेटअपमा आइसकेका छौँ होइन हाम्रो स्कुटी यहाँ छ किनकि यहाँको यही बाटो बल्ल बन्न सुरु भएर यहाँ पनि यस्तै प्लास्टर गरेर राम्रो बनाउने होइन न त अन्त कति धुलो उठ्थ्यो पहिला बिहानै निकालेको स्कुटी मैले चाहिँ घरबाट किनभने यहाँ त ढुङ्गा बिछाउँछन् जस्तो थियो क्या तर आज 3-4 दिन भइसक्यो त्यो ढुङ्गा गिराएको पनि आजसम्म बिछाएनन् हेरौँ कहिले बिछाउँछन् अब र सबभन्दा पहिला त हामी अब एटिएम जाने होइन पैसा निकाल्न हेर्नुहोस् हिजो हालेको पेट्रोल होइन हिजो डुल्लेर केटाहरू भ्लग हेर्ने होला के अरे होइन हिजो मस्त डुल्यो भइरहेको सहिरहेको हेनतेन गरेर भ्याइयो पेट्रोल पनि अब पहिला एटिएम गएर पैसा निकाल्ने हो भाइचर लगाम पहिला एटिएम गएर पैसा निकाल्ने हो त्यसपछि बल्ल पेट्रोल हालेर सरर हुने हो आज दिनको 500को तेल खान्छ यार यो स्कुटीले पनि अरू बाइक हुने भने त पुरै छोडिदिनु एटिएमबाट पैसा निकाल्न पनि दुःखै छ गाइज अरू कसैको एटिएम युज गर्यो भने के भन्छ गरे चार्ज काट्छ होइन 20 रुपियाँ हरेक ट्रान्जेक्सनमा गाह्रो छ त्यही भएर ग्लोबल आइएमई ब्याङ्कको एटिएम कार्ड छ त्यसैको एटिएमबाट निकाल्नुपर्छ अहिले चाहिँ यहीँ कालीनगरमै नयाँ ब्रान्च खोलेको छ के अरे टक्क यो चोक भयो चोकको पारिपट्टि एटिएम छ होइन त्यहीँ जाने त्यति नजिकै छ एटिएम पनि त्यहाँ गएर पहिला पैसा निकाल्नु पऱ्यो त्यसपछि बल्ल गएर उस गर्ने आज हेर्नुहोस् है होलीको दिन केटाकेटीहरू होली खेल्दै हिँडेछन् चिलमा सबले पुरा अबिर धसेर हिँडेछन् होइन हामी चाहिँ पहिला यहाँ नाचगान भइरहेको रहेछ यसरी हजुर देख्न सक्नुहुन्छ एटिएम खुल्ला छ किन खुल्लै रहेछ जे होस् युट्युब मनी निकाल्न एटिएम आइसकेका छ भने गाइजहरू एटिएमभित्र पसेर युट्युब मनी निकाल्नुपर्छ कसको पहिल्यैदेखि अड्के रहेछ यस्तो निकालेर फालिदिउँ गाइज हेर्नुहोस् युट्युब मनी निकाल्ने हो अब यहाँबाट युट्युब मनी त आउला नि गरेको निकाल्नलाई पहिला अब टक्क लाएर कति निकाल्ने भन्दा 1000 रुपियाँ भन्दा धेरै निकाल्न हुन्न गाइज मैले भर्खर पिन हालेँ तर मैले त्यो पार्ट ब्लर गरिदिन्छु किनभने मलाई देखाउन छैन आफ्नो पिन सबैलाई होइन मलाई पिन डिटेल्स बस्ने चाहिन्न टक्क 1000 रुपियाँ निस्किन्छ त्यसपछि चिल हान्ने हो हामीले आइज एटिएमको साउन्ड सुन्न मजा आउँछ कि अरूभन्दा पनि कार्ड लेख्ने पहिला त अनि पैसा आइज 500 को 2टा नोट वाह सही हो
गाइजहरू देख्न सक्नुहुन्छ सब आफ्नो बाइक स्कुटीहरू लिएर मस्त साथीहरूसित होली खेल्न गएन म बल्ल केटाहरूलाई भेट्न जान लाग्छु केटाहरू त के भन्यो 3 जना मात्रै भइन्छ यिनीहरूलाई मैले अघि नै घरदेखि देखिरहेको थिएँ होइन यहाँ बसेर 1 घन्टा भइसक्यो तिनीहरू टिकटक बनाउन लाग्यो यार एउटा टिकटक बनाउन पनि कति बेर लाग्यो र हाम्रो युट्युब भिडियो बन्छ यार यति बेरमा त तर होइन गाइज एउटा युट्युब भिडियो बनाउन 1 दिन लाग्छ त्यसपछि 3-4 घन्टा एडिट गर्न लाग्छ यहाँ चाहिँ बाटो रोकेर रहेछन् भाइहरूले तर हामी यताबाट गइन्छ न यस्तो चाहिँ बाटो रोक्दाखेरि कसैले अब स्पिडमा लिएर आएको हुन्छ नि त गाडीहरू त्यो अल्झेर लोट्यो भन्छ मान्छे यिनीहरू बच्चाहरू त अब बच्चाहरू हुन् हो कि नै अब के भन्ने के सो गाइज फाइनली आरोग्य घरबाट निस्किसकेको छ यो चाहिँ हाम्रो ह्यान्सी केटोमा हो होइन के भन्ने ल हेलो भन्ने सब्सक्राइब हान्नु भने त तैँले भन्ने मान्छ नि क्रिकेट भ्लगमा हजुरले देख्न भएको होला पहिल्यै बलमा आउट हुने प्लेयर हाम्रो गल्ली प्लेयर चाँडो आइज के गर्नु गइस् र के कामहरू ल चाँडो आइज ल अब यो आउँछ त्यसपछि हामीले रोशनलाई लिएर यसो डुल्न गइन्छ सो गाइज अब चाहिँ हामी रोशनकोमा जानु लाग्छौँ भन तिनलाई लिनलाई अनि तिनलाई लिएर हामी डुल्न जाने ओहो क्रस फायरमा केटाहरू हट राइडरहरू आज देख्न पाइयो होइन आज फर्स्ट टाइम मैले यसरी 3-4 सबै गएको देखेँ साउन्ड त सुनिरहेको थिएँ तर त्यति निस्केर हेर्दैन आज चाहिँ छर्लक्कै देख्न पाइयो भ्लगमा रेकर्ड भएको छ सही हो बबाल देखिन्छ त्यो जड ब्याग लिएर हिँड्छ कति रुपियाँ छ त्यो त गाइज के को सरोजपन्थी भ्लग छ गरेर सब्सक्राइब हानिदियो है सरोजपन्थी भ्लग्स ल भर्खर दियो त यार कस्तो क्लिप मतलब ल ल बाई केटा खाइसके रहेछ आरोग्यले आज पैसा बाडी छ भन सरोजपन्थी भ्लग्स सरोजपन्थी ल सब्सक्राइब हान्दिन भन नि त क्यामेरामा ल गाइज हजुरले देख्न सक्नुहुन्छ बच्चा बाडीहरू ए मार्ने पैसै नभएको बेला हेर्छ भित्रीमा रोशनको घर 5 मिनट पनि लाग्दैन गाइज रोशनको घर पुग्नलाई तर यहाँ भाइहरूले बाटो रोकेर चाहिँ के भन्छ गरे उस गरिसकेका छन् हामीलाई जाँदैदैनन् कति लुट्टाउनेहरू पैसा रुखमा बल्दैन कडा हो सबलाई होली लागेछ होइन तर आज चाहिँ हल्का केयरफुल भएर हिँड्नुपर्छ आज चाहिँ हल्का केयर हान्नुपर्छ माथिबाट राम्रो नानीहरूले लोला हाने थिएँ अरू लोला हाने त हुन्थ्यो के पानीवाला लोला हानिदिने यार केटा हो गाइज आज देख्न सक्नुहुन्छ आज त ब्युटी अन रोड गाइज ब्युटिफुल अन रोड गाइजहरू आज चाहिँ होइन पुरै ब्युटी देख्न पाइन्छ बाटोमा हिँड्दाखेरि अबिरले धसेका ब्युटीहरू होइन हान्नु न गाइज कन्टेन्टको लागि गरेको गाइज होइन कन्टेन्ट हो गाइज अरूको त पुरै छोडिदिउँ कन्टेन्ट हो गाइज सो गाइज हाम्रा ल्याम्मा आइसकेका छन् होइन गएको ब्लगमा देख्नु मलाई कस्तो ल्याम्मा गरिरहेको थिएँ आज चाहिँ होलीको दिन होली खेलिसकेछन् हामी बिना खेल्यो होली यस्तो गर्ने हो एक्लै खेलिदिने ओके त निधारमा के हो र बिहा गर के यार तर कसम हेर्न त यहाँ अगाडि भन को चाहियो मिलाइदिन्छु कोही ठिक छैन गरे पछाडिबाट हेर ठिक छैन भन्छ हस्पिटल लान आइसकेका छौँ
अब हेर्न सक्छ बसमा पनि ह्याप्पी होली भनेर ब्यानर टाँसेको छ दाइले हामीलाई हेर्नुपर्छ कसरी गाइज देख्न सक्नुहुन्छ रियाक्सन गाइज मोटो ब्लगरको रियाक्सन क्याप्चर भयो गाइज फर्स्ट टाइम यसैलाई त भन्छ भने रियाक्सन मान्छेले फर्केर हेरेको होइन अब हल्का पुलिसले छोप्यो भने त झन् बबाल हुन्थ्यो भाइ चाहिँ लाइसेन्स निकाल भन्दै छोप्ने गरेँ होइन मलाई अनि त्यस गाइज म लाइसेन्स निकालेपछि आजसम्म चेक भएन मेरो लाइसेन्स चाहिँ तर आज चेक गराउनु पर्छ गाइज देख्न सक्नुहुन्छ यतापट्टि मैयाहरू आज झन् हिँडेर ओहो तर कसैको बेस राम्रो त देखियो होइन त्यही पनि सब राम्रो देखिने हो कि आरोग्य आज स्पेसलवाला छर्किरहन् गाइज देख्नुभयो होला के होइन बस पछाडि गाइज लुक्स गाइज रियाक्सन फ्रम गर्ल्स ओहो गाइजहरू देख्नुभयो होला भर्खर हामीलाई 2 चोटि मोडेर हेरिसकेका छन् होइन जे होस् अघि नै पनि एउटा दाइले हेर्न थियो हामीलाई गाइज यहाँ पनि देख्न सक्नुहुन्छ बुटोलको रमाइलो भनेको छुट्टै रमाइलो हुन्छ होइन गाइजहरू सही हो यो रमाइलो छोडेर पाल्पा पुग्न लाग्यो सुनसान ठाउँमा यहीँभरि बच्चालाई छोपिसकेका छन् बच्चाले स्कुटी चलाइरहेछ त्यही भएर छोपिसकेका छन् यी यसरी होस् किड्स राइडिङ स्कुटी एन्ड कट बाई कप्स वा ट्रिपलिङ बच्चाले चलाएर हो के बच्चा थियो के लौडे बच्चा गाइस त्यहाँ पनि भ्लग बनिरहेको रहेछ ऊ देख्न सक्नुहुन्छ यता पनि पुरा ओहो गाइस यो एरियामा त झन् राम्रा ब्युटीहरू छन् है के हो यस्तो गाइस यो सब कन्टेन्ट हो यार रियाक्सन देऊ न एक दुईजनाले अघि चाहिँ हल्का हुन्छ नि ल अगाडि त बाटो छ अब झपा छ त नुहाएर रणलिकान त्यहाँ मुनि पानी हो चिनी नाच्यो मैले त पुरानो बस्दामा त रणलिकान छन् बिटु आरसी छन् अनि अर्का छन् गाइस यहाँ चाहिँ ट्रिपलिङ हानेको केक काटेको छ होइन हाम्रो दिदीहरूको पापाले परिवारको ट्रिपलिङ हानेको केक काटेको छ